नमस्ते सम्पूर्णमा। अहिलेको यो देशको माहौल अनुसार अहिलेको परिस्थिति अनुसार म केही बोल्न मलाई मन लाग्यो है। अहिलेको यो अवस्थामा यो परिस्थितिमा देश कसले कहाँ पुर्यायो भन्ने कुराहरू तपाईँ हामीले बुझ्यौँ होला। जति बुझ्नेले बुझ्यौँ, नबुझ्नेले बुझेनौँ। आफ्नो स्वार्थको लागि कतिपयले सहीलाई पनि गलतलाई पनि सही भन्यो है, सहीलाई पनि गलत, गलतलाई पनि सही भन्यो। तर मेरो धारणा, मेरो विचार तपाईँ सम्पूर्णमा म के भन्न चाहन्छु भने अहिलेको यो परिस्थितिमा, यो अवस्थामा पनि तपाईँ हामीले बुझेनौँ भने तपाईँ हामीले त दुःख पायौँ, तर हाम्रो भावी सन्तानहरूले दुःख नपाओस् है। तपाईँ हाम्रो देश, मेरो देश नेपाल, तपाईँ हाम्रो देश नेपाल। यो नेपाल जस्तो सौन्दर्य, यो नेपाल जस्तो प्रकृतिले यति सौन्दर्य अनि यति जलस्रोतले धनी हाम्रो देश कसरी गरिब भयो? तर यो देश चलाउने ड्राइभर जो एउटा राजनीति छ नि, यो गलत मान्छेमा परेर मात्रै यो यस्तो भएको। हाम्रो देश एकदम धनी हुने देश हो। जलस्रोतले यति धनी, प्रकृतिले यति धनी, यति सौन्दर्य, विश्वको सबैभन्दा उच्च हिमालय छ हाम्रो देश, विश्वले चिनेको देश। तर किन गरिब भयो? तपाईँ हामीले अब पनि चिनिन भने, तपाईँ हामीले अझै पनि बुझेन भने, तपाईँ हामीले त दुःख पायौँ, तर हाम्रो भावी सन्तानले पनि दुःख पाउँछ। त्यही भएर म चाहिँ भन्न चाहन्छु, तपाईँको विचारमा जसलाई भोट दिनुहुन्छ, जसलाई चाहनुहुन्छ चाहनुहोस्, तर सही र गलत पहिले छुट्याउनुहोस्। मेरो अनुरोध चाहिँ के हो भने तपाईँ हामीले सही मान्छे चुन्यौँ भने हाम्रो देश पनि सम्पन्न हुन्छ, तपाईँ हामी पनि सुखी हुन्छौँ, हाम्रो देश पनि सुखी हुन्छ है। जहिले तहिले हाम्रो देश यति जाति, वेशभूषा, तपाईँको संस्कृति है, बहुजाति बहुभाषी भनेर हाम्रो देशलाई चिनिन्छ, बहुसंस्कृति भनेर चिनिन्छ। सबै मिलेर बस्नुपर्छ। तपाईँ हामीमा तपाईँको जाति, तपाईँको धर्म, तपाईँको भाषी है, हामी धर्म, जाति धर्ममा तपाईँ हामीले कसैलाई पनि तलमाथि भन्नु हुँदैन। तपाईँको जाति, तपाईँको धर्म, मेरो धर्म मसँग छ, तपाईँको तपाईँसँग छ। तपाईँहरूसँग हामी मिलेर अघि बढ्नुपर्छ। दुःख सुखमा साथ सपोर्ट हुनुपर्छ। तर एउटा कुरो चाहिँ के हो भने देशलाई घात गर्ने मान्छेलाई चाहिँ कहिले सपोर्ट गर्नु हुँदैन भन्न चाहन्छु। अब तपाईँले बुझ्नुभएको कुराहरू तपाईँहरूसँग छ। यो कुरा मैले एकचोटि तपाईँहरू सामु मैले रिक्वेस्ट गरेँ है। तपाईँहरूले आफ्नो मनको आफ्नो कुराहरू, तपाईँको जिज्ञासाहरू पनि राख्नु होला। मैले भनेको कुराहरू के कुरामा चित्त बुझेन त्यो कुराहरू तपाईँले पनि भन्नुहोला। मेरो जिज्ञासाप्रति तपाईँको केही गुनासो भयो भने भन्नुहोला। म चाहिँ एकदमै नयाँ अहिलेको अवस्थाले गर्दा हामी परिवर्तन हुनुपर्छ भन्ने कुरा चाहिँ यसमा मैले तपाईँहरूलाई अनुरोध गरेँ। तपाईँहरूले अब के चाहनुहुन्छ, तपाईँहरूको विचार पनि प्रस्तुत गरिदिनु होला भन्न चाहेँ है। जय नेपाल।